नेपाल देशमा जति पनि सञ्चालकहरू छ नि कोही पनि ठिक छैन, तर पनि जनताहरू त्यसैको पछि लागिरहेको हुन्छ। अब सिधा केपी ओली, प्रचण्ड, दुर्गे, राजारे, रवि, कहीँ राम्रो छवि देख्छ यिनीहरू? कतै कसैले राम्रो भनिरहेको सुनिन्छ? राम्रो गर्ने त्यो धरानको मेयर हर्क साम्पाङलाई त राम्रो भन्दैन। अब देखादेखि नै नराम्रो गरिरहेकोलाई नि सपोर्ट के? नेपाली जनता एक प्रकारले भेडै हो, घरि यसकोमा, घरि त्यसकोमा, घरि योसँग, घरि त्योसँग। हामी प्रजाति क्या नेपाली जनता, हामी प्रजाति। घरि यसकोमा कुदेछ, घरि त्यसमा कुदेछ। मेरो भन्नुको तात्पर्य यो हो कि देशको लागि के गरेछ नेताहरूले? फर इक्जाम्पल एउटा पनि मलाई भन्नुहोस्, देशको लागि नेताले यो नेताले यो गरेको छ, मान्छु। सबै आफ्नै कमाउमा लागेको छ, आफ्नै खानदानलाई नोकरीमा राखेको छ, आफै मात्रै अगाडि बढ्ने, जनतालाई मतलब नगर्ने, भोटको टाइममा मात्रै मतलब गर्ने, अरू टाइममा मतलबै नगर्ने, तर पनि जनता यिनीहरूको पछि परिरहेको छ। सोच्नुहोस् जनता, सोच्नुहोस्, नेताको पछाडि लागेर केही पाउँदैन। हो, एक छाक खान पाइन्छ, त्योभन्दा ज्यादा केही पाउँदैन। उनीहरूले आफ्नै झोला भर्ने हो, उनीहरू आफ्नै खुसीले अगाडि बढ्ने। न तपाईँले रोक्न सक्नुहुन्छ, न मैले। रोक्नको लागि भोटिङ टाइम हो, भोटिङ टाइममा राम्रो छान्नुहोस्। पुरानो नेताहरू, जो नाम बिग्रेको नेताहरू, सबलाई फ्याँक्नेको कोसिस गर्नुहोस्। एकचोटि हुन्न, दुईचोटि हुन्न, तिस्रामा त पक्का हुन्छ।